रेडी भएर भन्नु भने ल बियर पक्का हेलो गाइस वेलकम टु सेकेन्ड भ्लग भन्नु भने थर्ड भ्लग भन्नु भने हामी बियर हाल्ने खाने गर्छ अनि यस्तै बाटोमा चाहिँ तपाईँ भिडियो किन बनाउनु परेको अलिक सजिलो बाटो भन्नु न हामी चाहिँ गाईघाट जाँदैछौँ मम्मीलाई सक्छ छैन मम्मीलाई लिएर जाँदैछौँ अनि मम्मीले बियर खाने कुरा गर्दै हुन्छ बियर खायो भने मम्मी सक्छ दाजुले पुग्छ दाजुले मार्छ मम्मी बियर लभर हो बियर लभर दाजुले भने यो मम्मीलाई चाहिँ दिनमा लागेको ज्वरो सोरो केही पनि छैन के बताए मम्मीले चाहिँ ब्लड टेस्ट गर्नु भन्छ अनि मम्मी चाहिँ डरले 3टा सुई हान्छ भन्ने म देख्न सक्नुहुन्छ म घर बस्नु आज मलाई पनि सुई बोतल ब्लड चेक गराउँछ अब सबै कुरा नर्मलै छ होइन अब टाइफाइड चाहिँ भएको छैन त्यो चेक गर्नुपर्छ मलाई चाहिँ पुरा थाहा छ कि त्यो पनि केही पनि छैन खुवायो अब चाहिँ मम्मीको ब्लड टेस्ट गर्ने बित्तिकै अनि छातीको एक्सरे गर्नुपर्ने हुन्छ अनि यो चाहिँ टोपी खोले मम्मी न्यु क्या भन्छ मैले यसको किनिदिएको अनि देखाएर अहिले क्या त्यो लेलिजरको क्याप हुन्छ नि न्यु मम्मी सेता अलिअलि कालो भएको कामले डढेन झन् सुई हाल्ने भनेर यस्तो कालो भएको छ तर यस्तो बेला हाँस्नु त हुँदैन होइन केही छैन तर पनि घरिघरि हाँस्नु लाग्छ मलाई चाहिँ हस्पिटल देख्न सक्नुहुन्छ यहाँ चाहिँ खरेन मलाई एकदम धेरै महँगो के कति धेरै महँगो लिएको बडी एक्सरेको 600 लिन्छ अन्त यहाँ 700 भाग्ने जस्तो केही बिलहरू काट्नु बेसी भगवान्को ज्वरै नजिकै मैले त्यही त पाइने हाम्रोतिर बिस्तारै गरिदिनु है यही तरह हेलो गाइस यहाँ चाहिँ हामी पसलमा छ 500मा जोडी 500मा जोडी भन्छ नि त्यही हो यहीँ रहेछ चप्पल चाहिँ एउटा राम्रो रहेछ झ्याउ त्यहाँ गाईचोकबाट यतापट्टि रहेछ पसल चाहिँ तर सामान चाहिँ एउटा रहेछ कुर्ताहरू गाईघाट मेन चोकबाट यहाँ लिएर एकदम 500मा 2टा चप्पल पाउने ठाउँ तर कोही पनि नआउनु होला एकदम झ्याउ एउटा राम्रो चप्पल छैन यो घडी पसलको टिकटक हाल्छ नि यहाँनिर एउटा राम्रो चप्पल रहेछ आन्टी लभ मम्मी चाहिँ एकदम रिसाले फायर भइसकेको छ गाइस यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ मिठाई पसल गाईघाट हाय अङ्कल 500को जोडी चप्पल भनेर केही न कामको मान्छे ढाक्ने काम मात्रै रहेछ है त्यो जुत्ता सुत्ता भन्दा चाहिँ साह्रै छ्याछ त्यो जङ्गल जान पनि नलाउनु त्यस्तो खालको जुत्ताहरू तपाईँहरूले देख्नु भयो होला एउटा राम्रो छैन गाईघाटमा घाम लागेर बेकार मैले कम्प्युटर सिक्ने ठाउँ चाहिँ यो पहिला लोजिस्टिक हामी चाहिँ प्लास्टिक भन्छौँ एउटा कमेडी गर्नको लागि गोस्टले भने जस्तो देखो प्यारीहरू यता हाम्रो प्यारी गोस्ट भन्नु रे क्या
बाइल ए नबोला भन्दैछु फेरि भिडियो काट्दै नै नै गरौँ अटो आउँदैछ लाग्छ बस्दै उठ्दै क्या कस्तो नाच्नु लागिरहेको तर यहाँ हेलो साथीहरू उमेश गढी पसल गाईघाट यहाँको साउबाजी पुरै मिलाउनु त सन्केको छन् यहाँ आलुबडीहरू पनि छ देख्नु सक्नुहुन्छ नमिलाउने भनिरहनु त यतिकै बुलेट लाग्दैन कि भिडियोमा हालिदिन्छु झिलिमिली पनि छ होइन मैले चाहिँ अब म अहिले घर जाँदिनँ म घर जाँदाखेरि चाहिँ ट्याक्क किनेर लिएर जान्छु यो सबै मेरो रुममा राख्नको लागि कस्तो दामी मान्छेहरू हामीले चाहिँ बुखर किन्न लागेको गडीहरू पनि खाँदै पैसा तिरेर होइन म पुरै जोगी भएर यसलाई सामान किनिदिनु परेको छ यहाँ कस्टमर सामान किन्नुपर्ने हुन्छ दलै दल मिक्स लाने कि दाल सादा लाने जुन 500 त्यहीसँग छ जुन सस्तो छ त्यही उठाउनु पर्ने यो दाल कसरी हो पट्टीमा चाहिँ उहाँ पसलमा छिन् है म चाहिँ यहाँ बसिरहेको छु पट्टीमा पसल अनि त्यहाँ चाहिँ पुरै प्यागाम प्याक छ हामीले चाहिँ यो खानेकुराहरू किन्दैछौँ अलमल लिइराखेको चाहिँ एउटा ओखरको दाना बोकेर मैले ओखर खाने भनेको छु नि त अनि ओखर किन्दैछ साउबाजी यहाँ छन् बिगार दाइ चाहिँ अरू के भन्दै लिएर मैले किन्छ भनेर मलाई देखाइरहनु भएको रहेछ क्या मैले दाल सोधेको थिएँ नि त भरे पार्टीमाले किन्दै थियो उसले चाहिँ ओखर किन्दैछ किनकि म धेरै कमजोरी भइसकेँ त्यही भएर ओखर किन्नुपर्ने हुन्छ मामा श्री दर्शन नमस्ते यो केटा चाहिँ पत्तीसँग खुब मसक मस्किरहेको छ होइन मसक मस्किँदै ढुक्रिदिँदै गरेछ यो पनि हेर्न डल्ले गयो कोही केटा त देख्नै यो बोकिनीले एक त्यसले मतिर पुरै ध्यानै छैन त्यसले बालै दिन्न नि तर फेरि त्यस्तो नसोच्नु है त्यसले मेरो लागि सामान किनिराखि चाहिँ मैले त हाँसी मजाक गरेको होइन त्यो पसलको मान्छेसँग हाँसी मजाक गरेको है त्यस्तो नसोच्नु त्यसले चाहिँ मलाई खानेकुरो छानी सोधी किनिदिइराखेको थिएँ किनकि म कमजोर भयो नि त कपडा किनेको यति सानो भयो त्यही भएर कपडा मिलेन अनि मैले सानो कपडा किनिरहेको थिएँ त्यही भएर गरेको यहाँ आइज न त्यसले सानो किनिदिनु भाइ लगी कति पर्छ अरे त्यसले यो 50 अरे 150 को तपाईँलाई 50 को चोकोपान मात्रै किनिदिँदा हुँदैन यहाँ यस्तो खानेकुरा छ नि के खानेकुरा छ नि त यहाँ यो सबै खाइसक्नुपर्छ नि तपाईँ ल म एउटा फ्याँक ल सब म त्यहाँ भएको जति सब खाइसक्छु ल यही किन्ने ल त्यसो भए ल देख्नु भयो म कति किहालेँ हामी चाहिँ बिहान 10-11 बजीतिर निस्केको थियौँ होला समथिङ हामीलाई 5-6 घन्टा नै लाग्यो अहिले चाहिँ 3 बजिसकेर हामीले त्यहाँ कति कुरा किन्यो तेल सामानहरू के किन्ने त्यहाँ प्याकिङ हुँदैछ पैसा पुगेनाले हेलो गाईहरू देख्न सक्नुहुन्छ हामी चाहिँ गाईघाट बजार ट्याक्क घुमेर ट्याक्क पानी थाप्न आइसक्यो अनि गाईघाटमा चाहिँ अलिअलि सामान किन्यो ओर्यो लास्टमा
सरर सारङकोटको डाँडैमा पिरातीको उडो पल्लो छेउ गाडी आउँदैछ भन्दिनँ न नानीले चाहिँ गाईघाट गएको खासमा चाहिँ किन गएको भन्दाखेरि मम्मी बिरामी भएर गएको हामी मम्मीलाई हस्पिटल लग्यौँ चेक गरायौँ एक्सरेहरू सबै गऱ्यौँ सकिसकेपछि मलाई दसैँमा कपडा किन्ने भनेको थियो यसपालि दसैँमा मैले कपडा नकिनेको होइन मैले मात्रै किनकि मेरो 5000 को सकिन गरेको मैले किनकि बिचमा बोल्छु फेरि विशेष खालको दसैँ नै आएन मेरो लागि किन थाहा छ किनकि मलाई त्यस्तो भने नि मैले टिको लाइन अन्त टिकाको दिन त्यसबाट कस्तै लागेन अनि मैले चाहिँ लुगा किन्थेँ होला आएर पनि आउँदाखेरि पसल बन्द रहेछ त्यसपछि मैले किनिनँ अनि आज किन्ने फर्मल पेन्ट र सर्ट किन्ने भन्दा खास बजार गएको फर्मल पेन्ट लगाएको यो ओभर साइजको कपडा लाउने बानीले फर्मल पेन्ट लगाएको मेरो खुट्टो त यत्रै देखियो मलाई कस्तो अप्ठ्यारो भएर त्यो पेन्ट त नलाउँ जस्तो लाग्यो अनि मैले त्यो पेनै नकिन्ने भएँ अनि त्यसपछि गयौँ पसलमा गएर मैले होइन त्यो पसलमा किनेको ओरेको त सबै कुरा भिडियो त बनाएकै छ होइन तर पनि भन्छु उहाँलाई चाहिँ के चाहिएको थियो भने नि त्यो हुन्छ नि गीत गाउनु पर्ने थियो क्या त्यो बुफरमा अनि माइक्रोफोन हुन्छ नि त गीत गाउने त्यो गीत गाउने माइक्रोफोन किन्नु परेको थियो सुरुमा उहाँ अब के भन्नु हामी बर्दिवास हुँदै भनेको अब यो भिडियो कल हेर्छ नि त त्यही भएर हामी काठमाडौँ हुँदैको हामी काठमाडौँ हुँदैदेखिको उसले हेरेको थियो क्या यहाँनिर गाईघाट के भन्छ उमेश घडी पसल त्यहाँनिर त्रिपेडी बुफरहरू अनि त्यहीँनिर हेरेको थियो किनेर ल्याइसक्यौँ अहिले भरे बजाएर पनि म सुनाउने छु तपाईँहरूलाई फुर्केर आज क्या डोको सोको भेट्यो भने मान्छे पनि बोक्ने माथि होइन म जस्तो ज्ञानी हुनुपर्छ क्या मान्छेलाई काम कसरी लाउनुपर्छ अब भनौँ के भन्छ अरे भन्न चाहिँ 2000 भन्थ्यो 1500 किनेको 1500को सामान किन्दा 15 दिनसम्म काम लाउने यस्तो सुड्डुहरू स्कुटरमा हिँड्दाखेरि मलाई चाहिँ बाटो मजाले बाटो मजाले मलाई चाहिँ हाम्रो त सुकाउने भ्याएन मरहरूलाई चाहिँ कसो खराब लाग्यो एउटा बाइक किन्ने पैसा पनि कमाउनु सकेन के गर्नु आलु सुँगुरा 4 दिनै खाना पकाउने यताउता गर्ने टाइम भइसक्यो बदतमिजले पारेपछि यहाँ यसलाई कामको याद आइरहेको मलाई चाहिँ के याद आइरहेको त्यो बट्टाभित्र खानेकुरा एउटा बट्टा हुन्छ नि त्यो उसमा क्या तिहारमा खिच्ची सब सामान हालेको बट्टा हुन्छ नि त्यो बट्टा यो छ मैले किनिमागेको त्यो बट्टा कति बेला खोलेर खाऊँ जस्तो भइरहेको छ क्या अनि फेरि अहिले खाएँ भने सबैले खाइलिन्छ अन्त बेलुका सुत्ने बेला एक्लै पसेर कुटु खान्छु भन्ने सोचिराखेको छु अनि म त्यो खानेकुराहरू पनि तपाईँलाई देखाउने छु यहाँ देख्न सक्नुहुन्छ यो बहिनी चाहिँ बिहे गर्नको लागि पुरै तयारीमा हो त इच्छुकै छ भनेदेखि यो बुनेको लागि मलाई सम्झिनु होला नम्बर फोन गर्नु होला मेरो नम्बर रहेको छ 984000 कतातिर 04 घोस्ट मलाई घोस्टको याद आउँछ क्या यस्तो बोल्न आएपछि अन्छु हेलो भन्यो न कस्तो साह्रो लजाएको तिमीलाई बाई बाई